र फोटो भिडियो खिच्नै बिगार्दियो मेरो। आएको यस्तो फोन बल्खु जाने छोटो बाटो यो खोलाको बागमती खोलाको किनारै किनार। हामी थापाथली पारी आइपुगेँ मैले। कुपुन्डोल पनि भन्छ यसलाई। यहाँ पनि पुल मुनिबाट छिर्नुपर्छ। सिधा गयो भने उता पाटनतिर जाने बाटो भयो। यता गयो भने बायाँ दायाँ गयो भने पुलबाट गाडी आइरहेको चाहिँ उता थापाथली माइतीघरबाट आएका गाडी भए। हामी चाहिँ पुल मुनि गयो। हामी पुल मुनिको बाटो यहाँबाट चाहिँ त्यति जाम हुँदैन। यो टेकुबाट आउने पुल हो। टेकु र टेकुसरको बिचको पुल हो यो। पारिबाट तबारी यो हामी चाहिँ ललितपुर साइड छौँ अहिले। यहाँ पनि पुलमुनि बाटो छ। तर सिधै जानेखेरि चाहिँ कस्तो छ भने त्यहाँ पुल बाटो चाहिँ बनायो तर त्यो पानीको निकास रहन्छ। पानीको निकास नभएको चाहिँ गाडीहरू सबै त्यहीँ बस्ने, मतलब भनौँ न पानीमा हुने। अब अहिले चाहिँ खासै छैन, अहिले चाहिँ सोर्याल छ। अब यो बर्खामा पानी यो भरि जम्छ हेरी हो यो ठाउँमा, माथिबाट मात्रै आवजात हुन्छ। अब अहिले चाहिँ यो पानी अहिले पनि पानी जस्ता छ। यहाँबाट पानी चाहिँ जाने ठाउँ व्यवस्थित राम्रो बनाएको रहन्छ। जाने चाहिँ रहेछ तर टालिया होला सायद रहेछ। अब त्यो व्यवस्थित अलि
खोल्याएर हिँड्छ भनौँ न, खोलखाल गरेर हिँड्छ, टालिया छ होला नत्र जानुपर्ने रुप्छ गाडी त्यहाँ। हामी अब आयौँ ठ्याक्कै टेकुको वारिपट्टि, मेन टेकुको वरिपट्टि, टेकु कुलेश्वर पनि भन्छ यो एरियालाई पारिपट्टिलाई। अब यहाँलाई चाहिँ सानेपा एरिया भन्छ, यसलाई एरिया भन्छ। हामी त्यो माथिल्लोपट्टि गयो भने चाहिँ उता कुलेश्वर गइन्छ, हामी तलको बाटो आयौँ। मोटरसाइकल खुट्टा बाहिर राखेर चलाउँछन्, उता हेरेर यहाँ हेर्दैनन्, गाडी आएको हेर्दैनन्। फोन आएर भिडियो बिग्री छ। बाफल जाँदैछु जान चाहिँ म खासै बाटो चाहिँ मैले यो उसको यहाँ आउने बाटो सजिलो, खोलाको बाटो आउने बाटो मैले देखाएको हो। खासै बल्खु आउने बाटो कहिलेकाहीँ भन्दा पनि त्यही नाम आउँदैन कहिलेकाहीँ। अघिदेखि बल्खु भनिदिएको छु, अब त्यो बल्खु नामै बिर्निरह्यो। अब उहाँ आउने बाटो भनेछु अहिले बिजी छ। कहाँ आउनु खोज्छ गाडी फेरि? यहाँ पनि पुल मुनिबाट जानुपर्छ। सिधा गयो भने सानेपातिर जानुपर्ने हुन्छ, घुमेर आउनुपर्ने हुन्छ। पुल मुनिबाट गयो भने एकैचोटि हुन्छ, पुल मुनिबाट गयो भने एकैचोटि हुन्छ हामीलाई। भिड जस्तो यहाँ नि जाम बस्छ यहाँ। पुल मिनेट छिर्नुपर्छ। यो फलाम बग्या गाडी छ अगाडि, पेल्दा नि हुँदैन। फलाम निस्क्यो भने त बर्बाद छ नि त, आफू होसियार नगरे त भएन। यो पुल मुनि हामी गयो, पुल मुनिबाट हामी जानुपर्छ। सरी पुल मुनि गएर अनि ठ्याक्कै लेफ्ट लिएर हामी उतापट्टि जानुपर्छ। गाडी रोक्यो त्यो सामान बोकेको गाडी अनि मुड्न सकेन। ल यसलाई भन्छन् बल्खु। बयौदा हस्पिटल त्यो भयो, त्यो देखेको उसको टावर नजिकै यो बत्तीको टावर हाई टेन्सन लाइनसँगै बयौदा हस्पिटल भयो। अब यो चाहिँ हाम्रो ठ्याक्कै बल्खु।
ललितपुर एरिया शङ्खमूलबाट हामी पारी तर्यौँ। यहाँले भिडभाडै छ आज, सजिलो बाटो भने हामी यतापट्टिको यहाँ छु चाहिँ भिड हुन्छ जहिले पनि। यहाँ जाम भर्खर खुल्यो, जाम भर्खर खुल्यो, त्यही पनि दुईवटा गाडी आउने यस्तो। नमस्कार, म अहिले हाम्रो काँडागाडी चोक आइपुग्यो। काँडागाडीबाट गान्धी स्कुल आइपुग्यो। अहिले म बाफलतिर जानेछु, के कस्तो हुन्छ अलिअलि म देखाउँदै जान्छु। यो काँडागाडी गान्धी स्कुल एरिया पऱ्यो यो है। बाफल अलिकति हल्लिन सक्छ है यो गाडीमा, त्यसको लागि सरी। अब हिँड्दाखेरि हल्लिन्छ, प्लेनमा भए पो सिधा हुन्थ्यो, गाडीमा हल्लिन्छ। हेर्दै जानु होला, गाडी पेलेर आउँछ नि यस्तो। के गर्ने, यस्तो छ। यसो म्युजिक पनि सुन्नु है। यो हाम्रो एयरपोर्टको हाम्रो साइडपट्टिको लास्ट यो पहाड हो। यो भित्र एयरपोर्ट, योभन्दा उतापट्टि एयरपोर्टको एरिया पर्छ। अब एयरपोर्टको छेउछेउ यो पहेँलो यो बार भएको चाहिँ यो भित्र एयरपोर्ट पर्छ। यो छेउछेउ यो महानगर वडा नम्बर 32 पर्छ। 32 एरिया हो यो चाहिँ। अघि हामी सुरु भएको चाहिँ कागेश्वरी मनोरा नगरपालिका वडा नम्बर 9, तत्कालीन गोठाटार गाविस वडा नम्बर 8 पहिला। अब वडा नम्बर 9 भयो यो। यसलाई भन्छन् महादेव चौर। पहिला यहाँ एउटा बाटो थियो, पछि यो बाटो बनेपछि त्यो बाटो क्यान्सल भयो। अहिले होल्डिङ भन्ने एउटा आर्मीको बम डिस्पोजल टोली बसेको छ त्यहाँ। अब बिचमा म फेरि भन्छु, यो पेप्सीकोला एरिया आइपुग्यो। पेप्सीकोला एरिया भन्छ यसलाई। पुरानो सिनामङ्गल, पुरानो सिनामङ्गल पेप्सीकोला एरिया। मदर लाइन हस्पिटल भन्छ यहाँ। कस्तो गाजा गराएर गाडीमा कहाँ जानु खोज्छ गाडी? ठिक छ, फेरि जाँदैन। यसरी गाडी तर्छ, ठाउँ बिठाउँ। यो एरियालाई छाप्रो एरिया भन्छन्। छाप्रो एरिया हो यो। पहिला खोइ छाप्रो थियो रे, छाप्रो त धेरै थियो। अब कसले नाम राखेको छाप्रो? अब अहिले सबै ठुल्ठुला बिल्डिङ मात्रै छ नि अहिले। छाप्रो एरिया अब यसलाई एयरपोर्टको ढल आउँछ यहाँबाट, त्यही भएर यसलाई ढल पनि भन्छन्। 32 नम्बर वडा कार्यालय पनि भन्छन्। यिनै छ, यही एरियामा छ। अब हामी जडीबुटी पुग्दैछौँ। हामी जडीबुटी पुग्दैछौँ। जडीबुटी चोक आइपुग्यौँ।
मुसाले साह्रै दुःख दियो। गाडीको इन्जिनभित्र खोइ तातो भएर के हो, मुसा बसेर मुसाले बिस्ताएर हैरान गरेछ। कुनै उपाय छ भने मलाई खबर पाऊ है। मैले औषधि पनि हालेँ, खोइ खाएको त देखेन। त्यो टाँसिनी पनि हालेँ, त्यो प्लेटमा एउटा गम जस्तो, त्यसमा पनि परेन। 3-4 दिन राखेँ, ती चुइने थाल्यो टाँसिनी। त्यसपछि मैले निकालेर फालिदिएँ, टाँसिनी बसेन, केही सिप लागेन। खोइ तारसार त्यस्तो काटेर चाहिँ उपद्रो चाहिँ गरे होइन, तर मुसाले हगेर हैरान गरिसक्यो। हामी जडीबुटीको जाममा छौँ अहिले। यो 2-3 मिनट जाम पऱ्यौँ। म भर्खर खुल्यो। यहाँ रेड लाइट छ, तर किन बालेको छैन? बिग्रिया हो कि नबाल्या हो कि बाला छैन। म कोटेश्वरतिर लाग्दैछु। कोटेश्वरबाट बाइपास भएर जानुपर्ने भयो म, किनभने मलाई बाफल जान म यतापट्टि खोलाको बाटो लिन्छु। म खोलाको बाटो अलि छिटो हुन्छ, खोलाको बाटो लिन्छु। म यताबाट जान्छु। खोलाको बाटो अलि छिटो हुन्छ। एक ठाउँ चाहिँ ट्राफिक जाम हुन्छ, शङ्खमूल भन्न अलि पर एउटा पुलमा, ललितपुर र काठमाडौँ जोड्ने पुल, त्यहाँ चाहिँ जाम हुन्छ अलिकति। अन्त चाहिँ खासै त्यति समस्या पर्दैन बल्कु जानलाई यो बाटो। शङ्खमूल भन्न वारी अलिकति बाटो पनि खोइ खनेर हो के गरेर बिग्रिया छ, त्यहाँ त्यति मात्रै छ। अन्त त सहजै छ, त्यताबाट जाँदाखेरि अलि उपयुक्त हुन्छ। कोटेश्वर चोक आइपुग्यो। म यतापट्टि बालकुमारी पुल पनि भन्छ, मनोहरा पुल पनि भन्छ, त्यो पुल मुनिबाट म जान्छु। त्यहाँबाट मलाई अलिक सहज हुन्छ त्यहाँ जानको लागि है। यताबाट कोटेश्वर, बानेश्वर, माइती घरबाट पनि बाटो त पहिला बाटो त्यही नै हो। अलिकति लामो र अलिकति अहिले जाम पनि पर्ने सम्भावना भएको हुनाले म यो अलिक जाम कम हुन्छ यो बाटो भनेर के गर्नु, यिनै जाम छ, लाइन भइहाल्छ। म यो बाइपासबाट जानुपर्छ, हाइवेबाट मेनबाट गएर त्यताबाट जान अलिकति मिल्दैन, यो साइडबाट जानुपर्छ। यहाँबाट गएपछि हुन्छ। छोड्दैन टेम्पोले, इलेक्ट्रिक टेम्पो कि ग्यास टेम्पो, इलेक्ट्रिक टेम्पो रहेछ। म ओह्रालो बालकुमारी तर्फको ओह्रालोतिर आइपुग्ने, ओह्रालोमा आइपुगेँ म। यहाँ भाटबोटी यहाँ भयो, यो जलाइसकेको छ अस्ति नै जुनजीको आत्मलमा। भाटबोटी नै आइपुगेँ। यो ठुल्ठुला गाडीहरूले बाटो अलि छोड्न गाह्रो मान्छन्, लामो छ, आफ्नै साइडमा हिँडे त हुन्छ नि, हिँड्दैन। अब यहाँ पुल आइपुग्यो। यो पुलबाट मुनिबाट जानुपर्छ मलाई, किन उतापट्टि निस्किनुपर्छ पारी मलाई। यो क्रस गर्न त हुन त हुँदैन भने चाहिँ कोही कोहीले क्रस गरेर देखिन्छ होइन, किन बेकार त्यो झमेलामा पर्ने। पुल मुनिबाटै क्रस गरे भइहाल्छ मलाई। अलिकति ओर्लिने हो, खासै फरक पनि पर्दैन धेरै ठुलो, यसो ओर्लेपछि भइहाल्यो। यहाँबाट पुलबाट म ओर्लिन्छु, पुल मुनि ओर्ली। अरू गाडी नै यतिबाट आइरहेछन्। अलिक बाटो त्यहाँ चाहिँ अलिक खराब थियो, बनाएको जस्तो अहिलेसम्म बनाएको छ। पहिला त एकदम यो बिग्रिया थियो, अहिलेसम्म बनाएको छ। यो पुल हो, यो पुल मुनिबाट म छिरेँ यता। अब
हामी पारिपट्टि पुग्छौँ। पारी नै जाँदाखेरि मलाई सहज हुन्छ। खोलाको बाटो भने यही नै हो, यही नै हो। ल यताबाट सिधा गयो अनि एउटा पुल तरेपछि हामी अझ पारी जानुपर्छ। त्यो पुल चाहिँ बागमती नै हो, बागमती पुल। यो चाहिँ मनरा हो। त्यो बागमतीको पुल तर्नुपर्छ, मतलब मुनिबाट के अरे पुल तरेर जानुपर्छ पारिपट्टि गएपछि शङ्खमुल। यो चाहिँ मैले कसैलाई पनि अब थाहा भएको त यसै थाहा भइहाल्यो होइन। थाहा नभएको मान्छेलाई कोटेश्वरबाट बल्खु हुँदै अब जहाँ गए पनि भयो नि, दक्षिणकाली हुँदै हेटुडा जाने, अब कहाँ जाने, अब जहाँ गए पनि सहजको लागि बल्खु पुग्नलाई एकदम सहज बाटो। एक ठाउँ चाहिँ ट्राफिक जाम हुन्छ, अरू त कहीँ पनि हुँदैन। त्यो कहाँ जाम हुन्छ म अहिले त्यो जाम भयो भने म जाम भएकै देखाउँछु, भएन भने यो ठाउँमा जाम हुन्छ भनिदिन्छु म। यहाँ त पिच गरिरहेको छ अहिले, पिच त थियो नै, अहिले माथि फेरि थपेछ पिच। यहाँ थपेछ, अलिकति पुरानो भएको थियो पिच, अहिले थपेर नयाँ बनाएछ। थपेपछि नयाँ भइहाल्यो। यहाँ अर्को पुल आयो यतापट्टि, यो नयाँ हो। टाढा गएपछि हाम्रो बालकुमारी मन्दिर साइड पुगिन्छ। उख मोटरसाइकल जबरजस्ती आउनु खोज्छ। अब यहाँबाट गएपछि अर्को पुल आउँछ। त्यो पुल तरेर हामी त्यो एरियालाई चाहिँ हामी भन्छौँ अब शङ्खमुल एरिया। यो हो यतापट्टि हामी हिँडेको दायाँपट्टि रङ्गशाला पनि छ। त्यो बाढीले गर्दाखेरि अलिकति बाढी पसेर अहिले खेल सञ्चालन हुने नहुने अवस्थामा छ। यो ललितपुर जिल्लामा पर्छ त्यो चाहिँ। अब हामी यहाँबाट बागमती तरी खोलो क्रस गर्छौँ। यहाँबाट ठ्याक्कै बागमती खोलो क्रस गर्छौँ। सिधा गयो भने हामी फेरि तिनकुने पुगिन्छ। यो सिधा गयो भने हामी यहाँबाट यता जान्छौँ। बागमतीको पुलमा छौँ हामी अहिले। यो सिधा गयो भने पनि हामी पुग्छौँ। त्यो बाटो त अहिले ग्राभेल हाल्दै रहेछ। हामी यतापट्टि जाउँ, यहाँ पनि बिग्रिया छ बाटो। सायद खानेपानी हो कि अब यो विद्युतको काम हुँदैछ ठाउँमा। त्यो विद्युतको कामले गर्दाखेरि यो साइड होला यो खनेर त्यतिकै छोडेको छ, तर पुर्या मात्रै छ। यसलाई व्यवस्थित गरेर चाहिँ छैन। दुई ठाउँ छ यस्तो छ यहाँ। अब हामी यहाँबाट यो एरिया चाहिँ पारिपट्टि शङ्खमुल हो है। पारी शङ्खमुल, वारी चाहिँ अब यो बुद्धनगर बानेश्वरै भन्छन् यसलाई। सायद बुद्धनगर बढी बोल्छन्। पहिला चाहिँ बानेश्वरै हो, अहिले चाहिँ बुद्धनगर पनि भन्छन् यसलाई। ल शङ्खमुलको पुल आयो, पुरानो पुल हो। पहिला यहाँ माटाको पुल थियो, भनेपछि इँटाको, त्यो भत्केर यो बनाएको। मोटरसाइकल र मान्छे मात्रै हिँड्न मिल्छ, अरू मिल्दैन यसमा। त्यो जाम हुने भनेर चाहिँ यही एरिया होला। यहाँ चाहिँ एकछिन जाम हुन्छ। यताबाट ललितपुर जग्गा आउने, यताबाट आउने चारटो बाटो पर्छ। सबैजना अब बाटो अलिक सानै छ, चारटो बाटो पर्ने भने यहाँदेखि जाम हुन्छ। अनि एकैचोटि खोलिन्छ, फेरि अलिकति गरेर होइन कि एकैचोटि खोलिन्छ। उतापट्टि रोकिदिन्छ, यतापट्टि पठाउँछ। उतापट्टि एकैचोटि सबै रोकिदिन्छ, यतापट्टि पठाउँछ। बिस्तारै गरेर जान्छ अनि एकैचोटि खोलिदिन्छ।